मजाको आयो क्या है मजाको आएको छ फुलहरू अनि भिडियोहरू मात्रै खिचेको नि यतिकै त्यो हामीले सधैँ लिने कतापट्टि साइडमा हो आज चाहिँ डोबिसतिर साथै बास्केट लिएर आउँछ अरे केही गमलाहरू नि क्या 50% सेल लाइन के गर्ने त बुढी डेन्जर अब महँगो त अनि गमला सब 50% सेल रे हो कहाँ सक्छु यो मजाको कि थुप्रै है कमलाहरू नि मजाले कति धेरै कि तर के गर्ने सबै यस्तो अब यति महँगो महँगो छ सबै उसहरू के अरे गुलाबको फुलहरू All the marked down magnolias right at the top. Yeah. So मजाको ठुलो छ यो लाइट पिङ्कहरू नि राम्रो छ त सेतो ठुलो आउँछ नि त लैजाउँ त लैजाउँ गमलामा पनि हाल्ने भनेको चारवटाको 10 भन्दै पछाडि पनि रोप्नु पर्यो नि लैजाउँ न त अर्को चारवटा लैजाउँ न त फेरि पछाडि पनि रोप्ने गमलातिर नि है ठिकै छ त्यो बास्केट त ढकाल्ने पो ल्याउनु म लिनु जान्छु है गुजी मुजी भइजाला नि अर्को चारवटा राख्ने हो फेरि
भिड छ मान्छेहरू जस निकै आछ अब समर लाग्यो युकेमा त्यस्तै हो बास्केट त्यो हेर्न जाऊँ न छ नि यहाँ त इन्डो अब यता त हो कि टन्न छ यार फुलहरू त अहिले त अलिक सारेको रहेछ है यिनीहरूले के है अहिले त मजाले बारेर उस गरेको पहिला यहाँ थियो नि काउन्टर थाहा छ हेर यो फुल त बल्ल घरमा आएछ एकदम ढिलो फल्ने कि यो फुल हेर बुढी कस्तो मजाले के के ल देखाउँ त के कता थरी थरीको साउन्डहरू पाउने डोबिजमा एउटा रमाइलो यो लाग्छ मलाई यता आएको बेलामा चाहिँ आनन्दले मजाले घुम्यो माइन्ड पनि फ्रेस हुने यो फ्लावरहरू देखेर यो चाहिँ सबै नक्कली फ्लावरहरू फेकहरू यो चाहिँ आहा यस्तो भयो त मजाले है यस्तो भयो भने त गार्डनमा नि पिस हुने कि माइन्ड यस्तो भयो भने चाहिँ राम्रो मजाको त्यही त यस्तो पैसा लागेर अब कहाँ पुरै जोड्नुपर्छ सबै निकाल्नु पऱ्यो जाऊँ त अब बिलहरू तिर्नु जानु पऱ्यो काउन्टरतिर यो प्लान्ट चाहिँ राम्रो दामी लाग्यो क्या लैजाउँ न त बुढी यार मलाई अति मन पऱ्यो कि यो प्लान्ट खै के प्लान्ट हो तर है ढुङ्गामा सजाएको छ क्यारे है राम्रो लाग्यो ठक्क मेरो बुढीले जिन्दगी त्यो उस नहुने चाहिँ आज साह्रै मन पऱ्यो भनेर त्यस हेर्दा मात्रै सानो पछि त्यो ठुलो हुन्छ उता उता नि छ नि त जाने हो नि उता नि यहाँ मात्र होइन नि त छ नि कस्तो कुरो रेस्टुरेन्ट पनि हो तर यताबाट यसरी जान मिल्छ नि त जाउँ त्यो प्लान्ट नलाने नलाने त्यो प्लान्ट तिम्रो फोन केही लिएर आएन है त्यो प्लान्टलाई राम्रोसँग रिसर्च गरेर अनि बल्ल लिन आउनु पर्ला नि मजा मजाको सबै कुरा पाउने कि यहाँ चाहिँ यस गार्डनको सबै कुराहरू चाहिँ यहीँ पाउँछ एउटा एक यहाँ आएपछि चाहिँ के फरक पर्दैन सबै कुरा पाउँछ प्रायः जस्तै अब आलुदेखि लिएर सबै कुरा आनन्द छ राम्रो छ यहाँबाट अब भित्र जाउँला ए नरहेछ नि त पहिला त यहाँ पनि थियो त है बुढे पहिला यहाँ पनि थियो अहिले त नरहेछ है केही पनि रेस्टुरेन्ट बनाइदिएछ यिनीहरूले यो प्लान्ट चाहिँ राम्रो दामी लाग्यो क्या लैजाउँ न त बुढी यार मलाई अति मन पऱ्यो कि यो प्लान्ट खै के प्लान्ट हो तर है ढुङ्गामा सजाएको छ क्यारे है राम्रो लाग्यो ठक्क
मेरो बुढीले जिन्दगी त्यो उस नहुने चाहिँ आज साह्रै मन पर्यो भनेर त्यस हेर्दा मात्रै सानो पछि त्यो ठुलो हुन्छ उता उता नि छ नि त जाने हो नि उता नि यहाँ मात्र होइन नि त छ नि कस्तो कुरा रेस्टुरेन्ट पनि हो तर यताबाट यसरी जान मिल्छ नि त जाउँ त्यो प्लान नलाने नलाने त्यो प्लान तिम्रो फोन केही लिएर आएन है त्यो प्लानलाई राम्रोसँग रिसर्च गरेर अनि बल्ल लिन आउनु पर्ला नि अहिलेको के हुँदैन फाँचे नि त्यो फुल भाँच्यो नि के अहिलेको डोबिजबाट ल्याएको फुल मम्मीले यहाँ रोप्दैछ अब मम्मी र छोरीले बजेर नातिनीले रोप्दैछ रोप्नु न जसरी रोप्यो नि सेतो रोप्ने त्यहाँ अर्को रोप्नु न किनभने त्यो लिली फुल हो नि त त्यो त लिली फुल त सेतो आउँछ नि त त्यहाँ रातो रोपिदिनु नि त पहेँलो रातो के हुन्छ ठुलो ठुलो गमलामा रोप्नु भनेछ के अरे अब यतातिर त खोर्सानी रोप्छ होला नि त मम्मी यता त खोर्सानी रोप्ने होला नि त साह्रै भयो त्यो त फाल्दै हुन्छ छोरी त्यो फुल मात्रै त के राख्ने त भइहाल्यो त थाहा छ नि तपाईँलाई मलाई त के थाहा त त्यसमा रोप्ने त्यता त उसहरू पो रोपे जस्तो लाग्थ्यो त खोर्सानीहरू के रोपे जस्तो लाग्थ्यो त होइन पछि रोप्दैन तपाईँले त्यो उस भनेको तपाईँको ऊ यहाँ बेल्छ क्या ठुलै हुनेवाला त्यही भएर उसले ठुलोमा भनेछ त किन त यहाँ नरोप्ने त्यहाँ नरोप्ने कि भनेर त्यतातिर रोप्यो हुँदैन ठुलो गमला त पछाडि छ त्यो ल्याउनु पर्यो नि त पछाडि अगाडि होइन पछाडि त राख्दैन राखिन्छ अगाडि राख्ने हो नि होइन अहिले त मर्छ नि त घाम आयो भने त यो त हो र यसो गरिदिनु नि त अहिले बिस्तारै यहाँ लड्छ यो मैले सिमेन्ट बालुवा ल्याएर बनाउनु पर्ने भएको छ त नि यहाँ रोपेर भित्र लिएर आउँला नि त नभए लाग्छ नि दिउँसो त मजाले लाग्छ यहाँ त डाइरेक्टै झाममै लाग्छ नि सबै लिएर आऊ यो सबै फुलहरू रोप्ने हो अनि बरु पछि अर्को फुल लिएर आएपछि चाहिँ यताउता मिक्स एन्ड म्याच गराउँला नि होइन मलाई गरिसकेपछि ठिकै छ हालिदिनु न पछि उस भइसकेपछि गरौँला नि दुईजना मिलेर गरे अब कस्तो हुन्छ बहिनी थाहा भएन ल अहिलेको डोबिजबाट आएदेखि हल्का बारीको सरसफाइ र काट फुलहरू चाहिँ यहाँ एउटा रोप्यो यहाँ अर्को दुईवटा बाँकीहरूको चारवटा यहाँ रोप्यो अनि
पानी हाल्नु न हाल्नु म चाहिँ यो अघिको रोपेको फुल कहाँको रोप्यो भनेर एउटा यहाँ रोप्यो अर्को चाहिँ ऊ त्यो कुनामा अनि यसमा चाहिँ बाँकी भएकोमा चाहिँ हाम्रो हरेक वर्ष राख्छु कि एउटै फुल हुन्छ त्यो चाहिँ अप्रिलको अन्तिममा आउँछ त्यो चाहिँ त्यहाँ राख्ने यो लिली फुल भइहाल्यो हुँदैछ अर्को एउटा यहाँ चाहिँ मम्मीले खोर्सानी सोर्सानी के रोप्छ यो चाहिँ मेसिन पकाउने बेलाको दाउरा बाँकी भएको बारीमा मम्मीले के रोपेछ त्यो मम्मी जानु मेरो काम मल ल्याइदिने पानी हालिदिने त्यति हो कहाँ गयो यो बजेर नातिले आज त के पानी तल जस्तो पो देखेछ त यहाँ पानी हाल्दै रहेछ नि दुईजना फेरि हो हाल्दैछ